हाम्रो प्रो ड्राइभर हुनुहुन्छ डाक्टर रूप, उहाँले चलाउँदै हुनुहुन्छ उहाँको स्कुटर। लेट्स सी अब कस्तो हुन्छ। आहा आहा ए खसायो खसायो खसायो। रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। ये सफर, ये एक सफर, जहाँ रुकूं वही है घर, पुकारते मुझे नए शहर। अहिलेको 2 बज्दैछ। म र डाक्टर रूप हामी कता जाँदैछौँ त? सुन्दरी मठको मेला। यहाँदेखि कति टाढा छ? यहाँदेखि 20 किलोमिटर छ। हेर्दै हुनुहुन्छ म ठ्याक्कै रूपको घर आएको थिएँ, अनि रूपको घरबाट हामी अब निस्किन लागेको 2 बजे। अब 20 किलोमिटर जति छ, आधी घन्टादेखि 45 मिनट जति लाग्छ। बाटो पनि खराब छ। तपाईँ त्यहाँ हेर्दै हुनु सक्नुहुन्छ नि, एउटा बिल्डिङ छ, जुम गरेर देखायो भने है, तपाईँले जुम गरेर देखायो भने त्यो भनेको जीवन विकास है, जीवन विकास हस्पिटल देखिरहेको छ। अनि ठ्याक्क म र मेरो साथी डाक्टर रूप हामी अब जाँदैछौँ। यहाँ कठहरी चौकबाट पनि अरू मान्छेहरू, अरू साथी दाइभाइहरू हुनुहुन्छ, सँगै जाने हो। त्यहाँ मेलामा रमाइलो गर्ने हो। तपाईँहरूलाई देखाउने छु के कस्तो हुनेछ। अहिले चाहिँ कठारी चौकमा आइपुग्यौँ। यता हेर्नु सक्नुहुन्छ, यताबाट उता गयो भने रङ्गेली, यता चाहिँ विराटनगर। अब यहाँ सबजना भेला भएर अब यहाँबाट हामी निस्किन्छौँ अगाडि। अहिले हामी चाहिँ जहदा गाउँपालिका चाहिँ कभर गरिसकेछौँ, लगभग हाफ वे कभर गरिसक्यौँ। अनि यहाँबाट अब केही मिनट केही किलोमिटर कभर गरिसकेपछि बल्ल इन्डिया र नेपालको बोर्डर आउँछ। अनि त्यहाँबाट 5 to 7 किलोमिटर लाग्छ, अनि विल रिच टु आवर डेस्टिनेसन होइन। तपाईँ हेर्न सक्नुहुन्छ त्यो टावर भएको होइन, देखिराख्नु भयो होला, उताली फोनमा नदेखिन सक्छ होला, त्यो चाहिँ इन्डिया। अनि यो चाहिँ नेपाल। यहाँ एउटा सानो ब्रेक लिएको, किनकि हाम्रो टिमको अरू मेम्बरहरू पछाडि नै हुनुहुन्छ। अनि उहाँहरू आइसकेपछि फेरि यहाँबाट जोइन गरेर अनि अब अगाडि जाने हो। अनि हाम्रो डाक्टर रूप चाहिँ फोनमा कुरा गर्दै हुनुहुन्छ। अनि रूप त्यो मेलाको के छ? लाइक पनि फर्स्ट टाइम अहिले गइरहेको छु होइन। महाशिवरात्रिमा मेला लागेको थियो, तर मेरो ड्युटी थियो, म जानै सकिनँ। अब अहिले साथीहरू सबजना आएको थियो, त्यही भएर सोचेँ अब यो कहिलेसम्म छ? कहिलेदेखि लागेको? 2 तारिकसम्म महाशिवरात्रिमै लागेको। ए शिवरात्रिदेखि नै लागेको, 2 तारिकसम्म छ होइन। अब आइसक्नु भयो, उहाँहरू आइसक्नु भयो, ऊ त्यहाँ पर हुनुहुन्छ, आइसक्नु भएको छ। अब हामी अगाडि जान्छौँ, अनि त्यहाँपछि हेरौँला के कस्तो छ। तपाईँहरूलाई पनि देखाउने छु मेलाको, यति इम्पोर्टेन्ट भएको मेला के कस्तो छ भनेर है त। ल हाम्रो टिमहरू आइसक्नु भएको छ। अगाडि 2टा बाइक, स्कुटर। हामी चाहिँ इन्डियामा लागिसक्यौँ होइन। ओपन बोर्डर, सो नो बोर्डरको कुनै पनि त्यस्तो चिनो केही पनि छैन। अहिले चाहिँ हामी इन्डियामा इन्ट्री गरिसकेको छौँ। दिस इज इन्डिया। हेर्नुहुन्छ कुनै पनि चेन्जेस छैन, केही पनि छैन। ल जाँदैछौँ अहिले इन्डियामा। हेर्नुहोस्, इन्डियाबाट आउने चिन्न सकिन्छ। 3जना बाइकमा मस्त बसेछ, न हेलमेट न केही, चिन्न सकिन्छ यहीँबाट हो कि हामी इन्डियामा छिरिसकेको छौँ भनेर। अगाडि बाटो ब्लक भएको कारणले हामीलाई यस्तो बाटो हुँदै गइराख्नु परेछ। हेर्नुहोस् बाटो कस्तो छ भनेर है। हाम्रो प्रो ड्राइभर हुनुहुन्छ डाक्टर रूप, उहाँले चलाउँदै हुनुहुन्छ उहाँको स्कुटर। लेट्स सी अब कस्तो हुन्छ। आहा आहा ए खसायो खसायो खसायो। अब खसायो। चिप्लिन्छ त स्कुटरलाई त। हाम्रो सानो मिनी एक्सिडेन्ट भएछ होइन। नभन्दै भन्दै उहाँले चाहिँ खसाउनु भयो। पानी थियो, हिलो थियो, अनि बाटो पनि चिप्लियो थियो, अनि स्कुटरको चक्का सानो भएको कारणले उहाँले अलिक चिप्लाउनु भयो त। बाइक स्कुटर चाहिँ चिप्लियो, तर उहाँले कन्ट्रोल गरेर म चाहिँ हाम फालेँ, म हाम फालेँ होइन। रमाइलो रमाइलो हुँदैछ। अगाडिबाट लेफ्ट हिँड्नु, राइट लेफ्ट कि राइट? अगाडिबाट लेफ्ट हिँड्नुहोस् कि राइट भन्नुहुन्छ? राइट राइट राइट। हाम्रो गुगल म्याप पनि फेल हुनुहुन्छ कि, कति बेला राइट कति बेला लेफ्ट भन्नुहुन्छ, बुझ्न सकिन्न।
ल हामी अब मेलामा आइपुग्यौँ है। अब हेर्नुहोस् मेला देख्दै हुनुहुन्छ होइन। अब पुरै बिजी नै बिजी छ। अब भित्र गएर मेलामा के छ के हुँदैछ सब तपाईँहरूलाई देखाउने छु। मेलामा त आयो कति धेरै भिड छ हेर्नुहोस् त पुरै यहाँ। अब हेरौँ अरू के छ मेलामा तपाईँलाई देखाउने छु के छ मेलामा। यहाँबाट हात खुट्टा धोएर अब मन्दिरमा प्रवेश गरेर भित्र चाहिँ दर्शन गर्नु पर्यो। तपाईँले अघि हेर्न सक्नुभयो भिडियोमा चाहिँ यही नै हो हाम्रो सुन्दरनाथ धाम, जुन 12वटा ज्योतिर्लिङ्ग छ त्यो मध्ये एउटा पनि यो सुन्दरनाथ धाम पनि पर्छ। अब भित्र जाउँ मन्दिरलाई हेरौँ के कस्तो छ अनि ढोगेर आउँला। सदा शिव शिव शङ्करा सदा शिव शिव शङ्कर। तपाईहरुले देख्न सक्नुभयो हामीले यहाँ चाहिँ शिवलिङ्गको दर्शन गर्यौं अनि यो मन्दिरमा चाहिँ हामीले गणेशजीको दर्शन गर्यौं अनि यहाँ पनि छ हैन। हाम्रो यो सुन्दरनाथ धाममा चाहिँ यो 12 ज्योतिर्लिङ्ग छ नि त्यसमध्ये एउटा ज्योतिर्लिङ्ग हो। तपाई हेर्न सक्नुहुन्छ मन्दिर। मन्दिर पनि दर्शन गर्यो, खाजा पनि खायो। हाम्रो साथीहरूले आफ्नो दिदीबहिनीको लागि रिङ पनि किन्नु भयो, इयर रिङ है। अब हेरौँ अरू मेलामा के छ तपाईहरुलाई देखाउने छु। अब हेरौँ है त। कैसा ये हिसाब है, खाली किताब के जैसा ये सफर। मेलामा आएपछि रोटेपिङ नचढ्ने कुरै हुँदैन, तर मलाई यो रोटेपिङ देखेर लास्टै डर लाग्छ। म त सक्दिनँ, मलाई कति रूपले भन्यो कि जाउँ भने मैले मलाई त डर लाग्छ, म त जादिनँ भने। अब त्यहाँ हेर्न सक्नुहुन्छ हाम्रो रूप साथी वेटिङमा हुनुहुन्छ, अब जाँदै हुनुहुन्छ। उहाँको एक्सप्रेसन हेरौँ है त के कस्तो हुन्छ माथि गएर रोटेपिङमा चढेर। म भिडियो खिच्दैछु तपाईहरुलाई देखाउने छु। हेर्नुस् हाम्रो डाक्टर रूप अनि हाम्रो डाक्टर मनिष दुईजनाको एक्सप्रेसन के हुनेछ माथि चढेर है। हेरौँ ल कस्तो हुन्छ। होप डर लाग्ने छैन होला उहाँहरूलाई। उहाँहरू चढ्नु भयो माथिबाट, उहाँहरूको आवाज चाहिँ आइरहेको छ हैन। अब आवाज चाहिँ रमाइलो गरेको हो कि डराएको भन्ने बुझ्न सकिएन। जे होस् होप चाहिँ रमाइलो नै गरिराख्नु भएको छ हाम्रो दुईजना साथी चाहिँ। अब सनसेट पनि हुन लागिसक्यो। अब यो ब्लग चाहिँ यही इन गरौँ। हैव अ गुड डे, टेक केयर, स्टे सेफ। थ्याङ्क यू फर वाचिङ अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।